इतिहासमा केही नामहरू लेखिन्छन् र केही नामहरूले इतिहास नै लेख्छन्। पृथ्वीनारायण शाह के उनी केवल गोर्खाका राजा थिए कि नेपाल नामको अस्तित्वका निर्माता? 1723 साल सानो गोर्खा राज्य, थोरै सेना, सीमित स्रोत तर असीमित सपना बोकेका एक युवा राजा। उनको लक्ष्य सिंहासन मात्र थिएन, उनको लक्ष्य थियो टुक्रिएको नेपाल। त्यति बेला नेपाल साना साना राज्यहरूमा बाँडिएको थियो, भित्रै आपसी द्वन्द्व, बाहिर विदेशी शक्तिको नजर। तर उनले बुझेका थिए यो देश दुई ढुङ्गाको तरुल हो, यदि एक भएन भने च्यापिएर नष्ट हुनेछ। नुवाकोट, कीर्तिपुर, कान्तिपुर यी युद्धहरू केवल जितका कथाहरू थिएनन्, यी निर्णयका क्षणहरू थिए जहाँ इतिहासको दिशा मोडियो। कतिपयका लागि उनी कठोर थिए, कतिपयका लागि उद्धारकर्ता, तर सत्य एउटै थियो, उनले हार मान्ने विकल्प रोजेन। उनको रणनीति तरबार भन्दा तेज थियो, उनको धैर्य बन्दुक भन्दा शक्तिशाली। उनले जितेका युद्धहरू भूमिका लागि होइन, पहिचानका लागि थिए। आज हामी स्वतन्त्र भएर नेपाल भन्न सक्छौं, तर सोच्नुस् त, यदि त्यो सपना देख्ने मान्छे त्यो दिन गोर्खामा जन्मिएका नै नहुन्थे भने? पृथ्वीनारायण शाह केवल एक राजा थिएनन्, उनी एक विचार थिए र विचारहरू कहिल्यै मर्दैनन्। नेपाल बाँचेको छ किनकि एक दिन एक व्यक्तिले एक नेपाल देख्ने साहस गरे।